हेलो हेलो गाइज, तपाईँहरू के छ? मेरो सब ठिक छ। अलराइट गाइज, आजको लागि आजको नयाँ ब्लग, नयाँ दिनबाट सुरुवात छ। लास्टसम्म हेरिदिनु। टक्क म चाहिँ बिहान सर र उठेँ। त्यसपछि उठ्नु बित्तिकै ब्ल्याक टी बनाइदिनु मम्मीले। ब्ल्याक टी खाएँ। त्यसपछि अनि सब्जी भन्नुभयो। के चाहिँ सब्जी बनाउनु होला भनेर सोचिरहेको थिएँ। फ्रिजको लागि त अन्डा देख्छु। त्यो अन्डा करी बनाइदिनु पऱ्यो भनेर सोचिरहेको थिएँ। अनि लास्टमा त त्यही बनाइदिएँ मैले, अन्डा करी नै। अनि गाइज मेरो त क्यान्टिन छ सानो स्कुलमा। त्यसपछि म क्यान्टिन खोल्न गएँ। मेरो 9 बजीदेखि क्यान्टिन हुन्छ। बुनु त रुन्छ, किन रुको भनेको त चक्लेट दिनु कि दिनु भन्छ। रुस भने त चक्लेटै दिनु भनेको। त्यसपछि रुयो अनि चक्लेट दिइनँ। अनि मैले मम्मी अम्बो भ्लगमा देखा न कहिले खायो भन्नुभयो। त्यसपछि गाइज अनि यो चाहिँ मैले आज बेचेको पैसा कति छ गेस गर्नु होला। गेस गर्नेलाई 50 रुपियाँ। मेरो दिनको चाहिँ यति नै हुन्छ। कहिलेकाहीँ हल्का इन्भेस्ट गरे अनुसार प्रफिट चाहिँ हुन्छ। त्यसपछि मैले अनि भोक लागेको चाउचाउ किनेर तलतिर लागेँ यसो खानालाई। घर कति बस्नु भनेर अनि टक्क साइकलमा गएँ भान्जारामा। त्यसपछि गएको मेरो भाइ त काम गर्छ। के काम गरेको भने त मकै बाख्राको लागि उयो गरिदिँदो रहेछ। त्यसपछि काम गरिदिँदै त्यसपछि म चाहिँ घर जानु पर्यो। घर आउँदै त यस्तो पो देख्छु बाटोमा चाहिँ के हो भनेको त यो त बोरिङ रहेछ नि त गाई। यो त खेतहरूमा पठाउनु सजिलो हुन्छ। त्यसपछि यो हेर्दै आएपछि घरमा फ्राइड राइस बनाएको रहेछ। मैले फ्राइड राइस खाएर टक्कसँगले भाँडा मस्काउनु गएर त गाई मेरो मोबाइल पानीमा पो पर्छ। त्यसपछि मैले एक दिन भ्लग हालिनँ। त्यसपछि यो चाहिँ फोन बनाएपछिको उयो क्यामेरा क्वालिटी नै पुग्छ। क्वालिटी गयो भने भ्लग गर्दै छोडिनँ गाई। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ माई भिडियो।